लाई सम्मान गर्नको लागि ल सबैलाई यस बडा दशैंको सबैमा शुभकामना। जे भने हामी नेपालीको एउटा राष्ट्रिय चाड हो, त्यसले गर्दाखेरि यसलाई चाहिँ सबैले मनाउँछन्। त्यस्तै साउथ लन्डन क्यापिटल अर्गनाइजेसन युकेले पनि आज यहाँ भव्यको साथ मनाइरहेछन्। Happy Dasai! We are on the live. छोरीहरू ल यहाँ सबैजना ह्याप्पी दसैँ ल यहाँ सबैजना बाहिरको बन्दोबस्त पनि यस्तो किसिमको छ यहाँ सबैजनाले। हाम्रो जेनेरेसन कस्तो आज सक्सेस भयो दाइ, सक्सेस भयो हाम्रो इभेन्ट हजुर। ल अध्यक्ष महासेक्रेटरी हुनुहुन्छ यहाँ दुईजनाले दिनु भएको छ। आई होप सक्सेस भयो होला हाम्रो इभेन्ट चाहिँ होइन। ल एकदम एक्सिलेन्ट यहाँ
अहिले चाहिँ यहाँ कोकटेल डान्स सुरु भएको छ। फोटो खिच्नेहरू बिजी। सबैको रमाइलो यहाँ यो हाम्रो नेपालीको चाड जे पनि यो राष्ट्रिय चाड हो। हामी सबैले सम्मान गर्नुपर्छ। सबै जात धर्म संस्कृति सबैलाई हामीले जगेर्ना गर्नुपर्छ। यो सबै संस्कृतिहरूलाई हामीले एकदमै सम्मान गर्नुपर्छ। त्यसले गर्दा यहाँ नेपालबाट आउनुभएका गायिका हाम्रो बहिनी आउनु भएको छ। एकदमै उहाँले एकदमै अघि प्रस्तुति दिएर एकदमै राम्रो रमाइलो गर्नुभयो। यहाँ अहिले यहाँ साउथ बङ्गाल नेपाली गोर्खा एसोसिएसनमा चाहिँ उहाँहरूले चाहिँ एकदमै इन्जोय दिनुभयो।